हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग गाइज। सो आज चाहिँ हामी कता जाँदैछ अरे केटा हो? गङ्गडो खोज्न जाँदैछ केटाहरू बाइकमा खोला सिरको खोलामा। अब हाम्रो यात्रा सुरु भयो हन्टिङको लागि चाहिँ। हामी चाहिँ हन्टिङ जान लागेको खोला भन्ने ठाउँमा गङ्गडो खोज्नको लागि। अगाडि हुनुहुन्छ साथीहरू, हामी तिनजना छौँ यहाँ बाइकमा। हक्कसँगले ओ केटा हो कता हिँडेको है? बिस्तारै 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 केटा हो। मुनाङ्गो आयो केटा हो, बिस्तारै बिस्तारै हो। हामीले जाँदैछौँ, गाउँको बाटो यस्तै हो, खतम छ बाटो। अब बाइकमा छ फेरि यार, बिजोग छ नि हो, एनएस बाइक हो। जोस् गाउँमा आयो भने रमाइलो चाहिँ हुन्छ। हाम्रो एउटा साथी चाहिँ यहाँ अफिसरवाला साथी छ, बिचमा रहेछ त्यसलाई चाहिँ हो। रमाइलो छ केटाहरू गाउँमा। ए बिस्तारै एउटा बिस्तारै, बाटो राम्रो छैन, के गर्नु गाह्रो छ यार। कौन है ये लोग? कहाँ से आते हैं? गाह्रो छ बाइक चलाउन नि यार यस्तो बाटो। गङ्गडो चाहिँ कति भेट्छ के हुन्छ मलाई चाहिँ लिएर देखाइदिन्छु हामी। बाटो चाहिँ घुम्दै हुन्छ गाउँतिरको ओह्रालो, डेन्जर छ बाटो चाहिँ। लड्यो भने चाहिँ फेरि 5 लाख नगर्दा भन्ने आश हो। अर्को बिजोग छ नि। भेडोहरू एउटाहरूले बाख्रो भेडोले तर्साइहाल्यो। रमाइलो छ क्या हो, गाउँतिर यस्तै हो, रमाइलो गर्नुपर्छ। 2 दिनको जिन्दगीमा के गर्नु होइन, जाने हो लाग्यो। यो पालि पहिरोतिर जाने भन्ने कुरो हो। लगभग अब 2-4 मिनटमा पुगिन्छ होला। बाटो राम्रो भएर पुगिसक्यो चाहिँ, बाटो अलिक राम्रो छैन त्यही भएर हो। बाटो नि खन्दैछ पर।
यही खोलाहरूमा खोज्ने हो हामी। अब पाउला कि नपाउला भन्ने कुरो चाहिँ थाहा छैन। अब हेरौँ के हुन्छ। ल यहीँ झरौँ। फाइनल्ली खोला चाहिँ यही हो गाइस अब होइन। आइपुग्यो अब हामी चाहिँ यतातिर यही खोलातिर खोज्ने भने चाहिँ गङ्गडो अब हेरौँ के हुन्छ। यस्तो छ गाउँतिरको खबर। गाह्रो छ अब कता यही खोलामा खोज्ने होइन। यतातिर आगो सागो के छ। ओइ ओइ के छ के छ केटो? यतातिर छ अब यो अब सुरु गर्न लाग्यो। पुरै ह्याङमा छ यो केटाहरू चाहिँ ध्यानमा छ पुरै। डराए केटाहरू गाह्रो छ ल। खोइ ड्रम त कसरी ल्याएर के बोक्ने त्यहाँ छ। ल यहाँ टोमाटोको झोला पनि छ हाम्रोसँग। हामीसँग चाहिँ जोस टोमाटो उपास पनि एउटा झोला चाहिँ आइपुगेछ गाउँतिर। कता यो मुनतिर खोज्ने हो? पाउँछ त यस्तोमा के छ। बर्खामा चाहिँ ठुलै हुन्छ पानी खोलातिर। रोड चाहिँ हाम्रो यो समावेशी रोड हो। अब साझा रोड हो। अब बन्छ होला बिस्तारै। भर्खर 1 वर्ष भयो खनेको रोड होइन। त्यस्तै हो अब ल। अब हाम्रो यात्रा चाहिँ अब जङ्गलमा सुरु भयो। यस्तो ओह्रालो घाँटी ओह्रालो हिँड्नुपर्छ। ज्याकेट साकेट नि लाछ होइन। के ल अब हाम्रो यात्रा सुरु भयो केटा। ओ बाइक लक गऱ्यो चाय बोक्यो। ल अब हाम्रो यात्रा चाहिँ सुरु भयो केटा हो। अब साथी अगाडि हिँड्न थाल्यो। म पछाडि हिँड्दैछु। ल केटा ल ल गङ्गडो समात्नुपर्छ। गङ्गडो र भेट्ने कि नभेट्ने थाहा भएन त्यो चाहिँ। अब हाम्रो यात्रा चाहिँ अब सुरु भयो। अब हाम्रो गन्तव्यमा चाहिँ आइपुग्यो हामी। मलाई नि गङ्गडो चाहिँ खोज्न आउँदैन। उयो केटाहरूले गङ्गडो खोज्न थालिसक्यो यतातिर। पानी यस्तो छ। यस्तै हो अब खोला चाहिँ जोस छ कि छैन। अब ऊ चाहिँ गङ्गडो चाहिँ माछा मगाउनु भयो तर एउटा त निकाल्नु न। अब यहाँ हाम्रो नातिले यहाँ खोज्दैछ गङ्गडो छ कि छैन हेरौँ। छैन भेटेन। छैन जस्तो छ यतातिर। ल जम 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 जम। फर्स्ट ट्राईमा भेटेन। अब सेकेन्ड ट्राईमा भेटिन्छ होला सायद। खोलाको हन्टिङ केटा हो। हन्टिङ ओहो बिस्तारै बिस्तारै। बाटो चाहिँ डेन्जर खतमै छ यार। घारी छ। कसरी खोज्ने हो गङ्गडो? पुरै बाँस घारीतिर छ। हामी चाहिँ बाँस चाहिँ पुरै फुटेर चाहिँ यसपालि हावाहरूले फुटाएको
भएको रहेछ पुरै गङ्गडो खोज्ने यस्तो भन्छ कसरी खोज्ने थाहा छैन कहाँ बुयो केटाहरू यार लाइन यतातिर चाहिँ खोला जोस् अलिक ठुलो रहेछ है माथि भन्दा जाँदैछ अझै यात्रा पुगेको छैन जोस् अब खोला चाहिँ आइपुग्यो अब कतिखेर पुग्ने हो कहाँबाट खोज्ने भन्ने कुरो थाहा छैन कहाँ पुग्यो मन त थाहै छैन यार गाउँको बाटो कता हो कता केही थाहै छैन भने यस्तो सिस्नो गाडीहरू छ तलतिर छ केटाहरूलाई गाह्रो छ फेरि तनाव छ नि कार्य हुँदैछ यसरी गर्नुपर्छ ओए बिस्तारै केटो भेटेन केटा हो यतातिर खोज्दैछ हामी चाहिँ केटाहरू त्यहाँ खोज्दैछ खोजी कार्य चाहिँ तिम्रै छ तर भेटेन के गर्ने यार एउटा पा भन्दा भेटेन है केटाहरू त्यतातिर खोज्दैछ पाए भेटेन यार हाम्रो चाहिँ अब एउटा खोलामा चाहिँ खोज्यो खासै भेटेन यतातिर नि नाच्दैछ यहाँ केटाहरू ढल्किँदैछ फेरि अर्को गहिरोमा जाने भन्ने कुरो छ अर्को ठाउँको यात्रा हुँदैछ अर्को खोलातिर भाइ हामी चाहिँ फर्क्यो रमाइलो छ केटाहरूको बाइक छ यस गाउँमा घोडा छ घोडा गाउँको घोडा घोडा छ घोडा गाउँको घोडा समझ रहे हो जाँदैछ हामी रहेको अब आजको भिडियो चाहिँ के हुन्छ कि के हुन्छ हेरौँ मकै चाहिँ यत्रो भयो यहाँ चाहिँ पोखर रहेछ अहिले यस्तै छ गाउँतिरको गङ्गडो खोज्न जाँदै हो गङ्गडो सानोतिरको केटाहरू हो कहाँ से आते हैं? हामी चाहिँ अर्को खोला आइपुग्नु लागेको हो यस बाटो चाहिँ ससुराली आयो खोला आइपुग्यो अर्को खोला अब हाम्रो कार्य सुरु हुन्छ हाम्रो चाहिँ खोलातिर खोज्ने कार्य सुरु हो
त्यही हो यो खोलातिर हाम्रो सुरु गर्नु पर्छ होला है यहाँ पहाड कुद्नुपर्छ पहाड है खोजी कार्य हुँदैछ हाम्रो चाहिँ यता खोजी कार्य हुँदैछ तर अलिक पढाउन सकेन आजको लागि चाहिँ भिडियो यति नै मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला कस्तो लाग्यो भिडियो अब चाहिँ अब हाम्रो अन्तिम हो अब रोडमा आइपुगिसक्यो अब चाहिँ हामी घरमा फर्किन्छौँ।